6 महिनाभित्रमा 12 लाख लाइसेन्स चाहिँ उपलब्ध गराइदिने भन्ने हामी बीच सहमति भएको छ। हामीसँग ब्याकलग अथवा सेवाग्राहीलाई दिनुपर्ने लाइसेन्सहरू 25 लाख जति छन्। कर सहितको भन्ने हो भने 220 रुपियाँ 14 पैसा छ। त्यो पैसाले हामीले अहिले प्रिन्ट गरेर 12 लाखमा मात्रै हाम्रो बजेटले भ्याउने भयो। अरू 13 लाखको लागि फेरि हामी बजेटको लागि यहाँबाट पत्रचार गर्छौँ। अब आउने लाइसेन्समा चिप्स हुँदैन, यसमा क्युआर कोड सहितको लाइसेन्स आउने हो। नेपाल सरकारसँग जे छ त्यसबाटै जनतालाई छिटो छिटो सेवा दिउँ भन्ने हिसाबमा सो एन्सरको कार्ड भोलिदेखि सार्वजनिक पनि गर्दैछौँ। आवेदन दिनको लागि हामीले वातावरण चाहिँ एकदम फाइनलाइजमा छौँ। हामीसँग समस्या भएन, तर धेरै कार्यालयहरू अहिले पनि क्षति बिहोरिरहनु भएछ। धेरै कार्यालयमा सेवाहरू सञ्चालनलाई त्यहाँ भौतिक नेटवर्किङका कामहरू गर्दै हुनुहुन्छ। त्यहाँ उहाँहरूले पनि लगभग लाग्छ मलाई आइतबारसम्ममा आफूहरू पनि सबै कुरो सकिसक्नुहुन्छ। जेन्जी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको कार्यालय मात्र ध्वस्त भएन, सर्भरहरू पनि डेटाहरू पनि ध्वस्त भएको थियो। बल्ल तल्ल अहिले डेटा रिकभरी भएको छ भनिएको छ। महिनौदेखि नागरिकले लाइसेन्स पाएका छैनन्। यसै पनि लाखौँको सङ्ख्यामा लाइसेन्स वितरण गर्न बाँकी रहेको अवस्थामा यो क्षतिले थप समस्या निम्ताएको छ। अब भने सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेर बनेपामा रहेको सुरक्षण मुद्रण केन्द्रको जुन संरचना छ त्यहाँबाट ड्राइभिङ लाइसेन्स छाप्ने कुराकानी भइरहेको छ र यसको अन्तिम तयारी भइरहेको छ। लाइसेन्स कसरी छापिन्छ, कति सङ्ख्यामा छापिन्छ, नागरिकले कहिलेदेखि लाइसेन्स पाउँछन् र नयाँ आवेदन कहिले खुल्छ भन्ने लगायतका विषयमा आज हामी कुराकानी गर्दैछौँ। कुराकानीको लागि यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडा हुनुहुन्छ। अब लागौँ उहाँसँगको कुराकानीतर्फ। धेरैलाई चासो चाहिँ अब यो ड्राइभिङ लाइसेन्सको सेवा कहिले सुरु हुन्छ भन्ने छ। ड्राइभिङ लाइसेन्सको सेवा कहिले सुरु हुन्छ? सर्वप्रथम तपाईँहरूलाई धन्यवाद। हाम्रो यो भदौ 23 र 24 गतिको जुन आन्दोलन भयो त्यो आन्दोलनबाट हाम्रो यस विभाग पूर्ण रूपमा क्षति भएको छ। क्षतिको बावजुद हाम्रा सूचना प्रविधिसँग सम्बन्धित सम्पूर्ण सेवाहरू पनि अवरुद्ध थिए। हामीले ती सेवाहरूलाई आंशिक रूपमा कार्तिक 17 गतेदेखि हामीले सेवा सुचारू गरिसकेका छौँ। 42वटा कार्यालयमा 34वटा कार्यालयहरूसँग चाहिँ हाम्रो सम्पर्क भइसकेको छ। 34वटा कार्यालयबाट सेवा सुरु भइसकेको अवस्था छ। अब सेवा सुरु भइसकेपछि हामीले यहाँबाट प्रदान गर्दै आएको जुन लाइसेन्स थियो, लाइसेन्स सेवा, त्यो तत्काल यस विभागले अहिले लाइसेन्स सेवा सुचारू गर्न नसक्ने अवस्था भएको छ। किनभने हामीसँग भएको एउटा मात्रै मेसिन जलेर पूर्ण रूपमा ध्वस्त छ। अब त्यो मेसिन हामीले टेन्डर आह्वान गरेर त्यसलाई फेरि मेसिन ल्याएर यहाँबाट लाइसेन्स छपाई गर्नको लागि हामीलाई केही समय लाग्नेछ र त्यस समयलाई हामीले 3-4 महिनाको अवधिलाई अब कसरी सेवाग्राहीलाई लाइसेन्स दिने भन्ने सवालमा हामीले 2082 साल जेठ 9 गते सुरक्षण मुद्रण केन्द्रसँग हामीले एमओयू गरेको थियौँ। 2022 सालको जुन हाम्रो जेठ 9 गतेको एमओयू अनुसार, पहिलो एमओयू अनुसार उहाँहरूले हामीलाई लाइसेन्स प्रिन्ट गरेर दिने सहमति मात्रै भएको थियो। त्यसमा सम्पूर्ण कुराहरू विवरण हामीले सहमतिमा हामीले लेखेका थिएनौँ। तर त्यसलाई हामीले अझै फाइनल स्वरूप दिनको लागि अस्ति असोज कार्तिक 13 गते फेरि सुरक्षण मुद्रण केन्द्र र यस विभाग बीच लाइसेन्स छपाई सम्बन्धीको एमओयू दोस्रो चरणको भएको छ। सो अनुसार उहाँहरूले एजेन्सीको रूपमा दैनिक हुने 500 लाइसेन्सहरूको लागि चाहिँ उहाँहरूले एमओयू भएको 1 हप्ता पछाडि एमओयू गरेर हामीलाई लाइसेन्स उपलब्ध गराइदिने र त्यसको 6 महिनाभित्रमा 12 लाख लाइसेन्स चाहिँ उपलब्ध गराइदिने भन्ने हामी बीच सहमति भएको छ। अब यो जुन सुरक्षण मुद्रण केन्द्रले 12 लाख लाइसेन्स छापिदिने सहमति भयो, त्यो सहमति कार्यान्वयन अर्थात् छापिने चाहिँ कहिलेदेखि हुन्छ? अन्तिम तयारी केही भयो? हामीले यो 12 लाखको मात्रै भन्नुपर्दा एउटा कुरो मैले यहाँ राख्न चाहेँ। हामीसँग ब्याकलग अथवा सेवाग्राहीलाई दिनुपर्ने लाइसेन्सहरू 25 लाख जति छन्। 25 लाख मध्ये अहिले 12 लाख मात्रै किन? अब 13 लाखको भन्ने क्वेसन पनि आउन सक्ला। 12 लाख मात्रै यस कारणले भनिएको हो कि हाम्रो अहिले हामीलाई उपलब्ध भएको बजेट अनुसारले 12 लाखलाई कार्डलाई मात्रै प्रिन्ट गर्न उहाँहरूले उपलब्ध गराउनु भएको जुन 195 रुपियाँ 17 पैसा रेट छ कर बाहेकको, कर सहितको भन्ने हो भने 220 रुपियाँ 14 पैसा छ। त्यो पैसाले हामीले अहिले प्रिन्ट गरेर 12 लाखलाई मात्रै हाम्रो बजेटले भ्याउने भयो। अब यो कार्डलाई 12 लाखलाई प्रिन्ट गर्दै जाने र फेरि हामीले मन्त्रालयमा अरू 13 लाखको लागि फेरि हामी बजेटको लागि यहाँबाट पत्रचार गर्छौँ। उहाँहरूले उपलब्ध भइसकेपछि फेरि 13 लाख पनि छपाउने नै हो, 12 लाख मात्रै होइन, छपाई 25 लाखै हुने हो। तर पहिलो चरणको चाहिँ 12 लाख चाहिँ छपाई अब 1 हप्ताभित्रमा उहाँहरूले जुन 13 गतेको 1 हप्ताभित्रमा 500 को दरले
र त्यस पछाडि को 6 महिनाभित्रमा चाहिँ उहाँहरूले हामीलाई 12 लाख छपाई गर्ने भन्ने हाम्रो सम्झौतामा भोलि आज 20 गते भयो, कार्तिक 20 गते, भोलि कार्तिक 21 गते हामीले बनेपामा हामी सबैजना गएर कार्डको अन्तिम रूप फाइनलाइज भोलि हुँदैछ। अब कहिलेदेखि सुरु गर्ने भन्ने कुरो भोलि टुङ्गो लाउँदैछौँ। त्यो कार्डमा यहाँभन्दा अगाडि त चिप्स थियो, अब आउने कार्डमा जुन सुरक्षा मुद्रण केन्द्रले छाप्छ त्यो कार्डमा के हुन्छ? अहिलेकोमा हाम्रो चिप्सवाला थियो, स्मार्ट लाइसेन्स पनि भनिन्थ्यो, चिप्स थियो। अब आउने लाइसेन्समा चिप्स हुँदैन, यसमा क्युआर कोड सहितको लाइसेन्स आउने हो। अब हामीले स्वदेशमा भएको अथवा नेपाल सरकारले छपाईको लागि स्थापना गरेको सुरक्षा मुद्रण केन्द्रमा चिप्स भएको मेसिन उपलब्ध छैन। हामीले नेपालमा जे भयो, नेपाल सरकारसँग जे छ त्यसबाटै दिउँ, त्यसबाटै जनतालाई छिटो छिटो सेवा दिउँ भन्ने हिसाबमा उहाँहरूसँग उपलब्ध भएको क्युआर कोड भएको लाइसेन्स चाहिँ हामीले र सुरक्षा मुद्रण केन्द्रको कमिटीले पनि निर्णय गरेको हुनाले सो अनुसारको कार्ड भोलिदेखि सेम्पलको रूपमा भोलि हामी तपाईँहरूलाई पनि अथवा हामी सार्वजनिक पनि गर्दैछौँ। 6 महिनाभित्र चाहिँ 12 लाख छापिने भए 6 महिनामा 12 लाख भन्न खोजेको अर्थ कस्तो भने दिन चाहिँ उहाँहरूले अब भोलि सेम्पल निकालेपछि 500 को दरमा चाहिँ उहाँहरूले छाप्न सुरु गर्ने एमएनसीको हकमा, र म्याक्सिमम टाइम हामीले राखेको, किनभने उहाँहरूले पनि त्यो 12 लाख कार्डहरू छपाउनलाई चाहिँ केही मेटेरियलहरू खरिद गर्नु पर्ला, प्रोक्युरमेन्ट गर्नु पर्ला, कुनै आइसिबी होला, कुनै एनसिबी होला, त्यसले गर्दा टाइम लागेको। तर सबै कुरो सम्भव भयो भने उहाँहरूले 3 महिनाभित्रमा हामी दिन्छौँ भन्नुभएको छ। थप 13 लाख यही आर्थिक वर्षमा सुरु होला कि? अब यो सुरु भइसकेपछि हामीले सम्बन्धित निकायमा, मन्त्रालय, अर्थ मन्त्रालयमा हामी पत्रचार गर्नेछौँ। यसरी 12 लाखको कार्ड छपाई सुरु भयो, अब 13 लाखको लागि हामीसँग बजेट अपर्याप्त छ भन्ने हिसाबले हामी पत्र पठाउँछौँ। उहाँबाट निकासा भयो भने त्यो पनि आर्थिक वर्षमा छापेर हामी सेवाग्राहीलाई पुर्याउनेछौँ। धेरैलाई चासो चाहिँ अब नयाँ कहिलेदेखि खुल्ला, नयाँ ट्रायलहरू, नयाँ हामीले लाइसेन्सको जुन प्रक्रिया सुरु गर्छौँ त्यो कहिलेदेखि होला भन्ने छ, हामी केही अनुमान गर्न सक्छौँ अहिले? अब अनुमान नभन्नु, हामीले पक्कै भन्नु पर्यो। हामीले अस्ति 17 गते 16 गतेदेखि सेवा सुचारू गरिसकेको छौँ आंशिक रूपमा। अब यसमा हामीले प्रत्येक दिन, किनभने हामीसँग पहिले भएको क्षमताको डिसी डाटा सेन्टर छैन, हामीले अहिले टेम्पोरेरी रूपमा डाटा सेन्टर स्थापना गरेका छौँ। हाम्रो पहिले पूर्ण रूपमा क्षति थियो, यसले हाम्रो पहिले 16 गतेको दिन हामीले 4वटा या उपत्यकाका कार्यालयहरूमा सेवा सुरु गऱ्यौँ। त्यसको भोलिपल्ट हामीले 26वटा देश बाहिरको कार्यालयलाई सुरु गऱ्यौँ। त्यसको दिनै पछि हामीले अस्तिको दिन नागरिक एपलाई पनि हामीले सुरु गऱ्यौँ। त्यसको हिजोदेखि हामीले ट्राफिक एप पनि सुरु गऱ्यौँ, र त्यसपछि आज हामीले बिहानदेखि चाहिँ एडमिन प्यानल अथवा प्रदेशको कार्यालयहरूले चाहिँ हाम्रो विवरण हेर्नको लागि पनि सेवा उपलब्ध भएको छ। र अब हामीले नयाँ लाइसेन्सको कहिलेदेखि भन्दा अब हामीले भोलि अथवा आइतबारदेखि हाम्रो एप्लाई डेल न्यू भन्ने सिस्टम छ, त्यसलाई पनि सञ्चालनमा ल्याएपछि पूर्ण रूपमा यातायात सम्बन्धीको कामहरू सेवा सुचारू हुन्छ। भनेको आइतबारदेखि आवेदन दिन सक्ने सम्भावना छ? अब आवेदन दिनको लागि हामीले वातावरण चाहिँ एकदम फाइनलाइजमा छौँ। हामीसँग समस्या भएन, तर धेरै कार्यालयहरू अहिले पनि क्षति बिहोरिरहनु भएको छ। धेरै कार्यालयमा सेवाहरू सञ्चालनको लागि त्यहाँ भौतिक नेटवर्किङका कामहरू गर्दै हुनुहुन्छ। त्यहाँ उहाँहरूले पनि लगभग लाग्छ मलाई आइतबारसम्ममा आफूहरू पनि सबै कुरो सकिसक्नुहुन्छ। त्यसपछि हामीले सेवा सुरु यहाँबाट गर्नलाई हामीलाई कुनै पनि समस्या विभागलाई छैन। सामान्य अवस्थामा त यो लाइसेन्स भन्ने चिज यति धेरै ठुलो जटिल भइसकेको थियो, अब त झन् हामी देख्न सक्छौँ सबै कार्यालयदेखि तपाईँहरूको डेटादेखि सबै चिज ध्वस्त भइसकेको छ। अब यो झन् कतिको जटिल हुने अनुमान गर्न सकिन्छ, अथवा यसलाई अझ झन् अब सबै चिज जलिसकेपछि नयाँ सिराबाट सुरु गर्दा अब चाहिँ सहज तरिकाले जान्छ भन्ने हो कि के छ कुरा? अब यस्तो छ, अब यो अगाडि जटिलता भयो। 25 लाख भनेको धेरै सेवाग्राहीले लाइसेन्स नपाउनु भएको सत्य हो, तर अब यसरी 25 लाख यो त दिन प्रतिदिन बढ्ने हो। एभरेजमा दिनमा 500 जति नयाँ 5000 जति नयाँ सेवाग्राही लाइसेन्स थपिनुहुन्छ। यही क्रमले हेर्दै जाने हो भने महिनामा 1 लाख 1.5 लाख जति नयाँ सेवाग्राही थपिरहनु भएको छ भने यसरी गर्दा आज हामी 25 भन्छौँ, भोलि 26-27 हुँदै जाला। तर अब यसलाई यसरी यो 1.5 लाखलाई बढाइरहनु हुँदैन भन्ने हिसाबले नि हामीले सुरक्षा मुद्रण केन्द्रसँग एमओयू गरेको हो। उहाँहरूको मेसिन अनुसार, उहाँहरूले भनेअनुसार, उहाँहरूले हामीसँग गरेको एमओयू अनुसार उहाँले 6 महिनाभित्रमा अहिले भएका ब्याकलग सबै छपाएर दिने, र त्यस पछाडिको यो ब्याकलग सकेपछि त दिनमा आउने भनेको 4-5 हजार जुन सेवाग्राहीले पाउने हो त्यो हामीले पनि दिन सक्छौँ। प्रदेशसँग पनि खरिद प्रक्रिया भएर प्रदेशले पनि छपाउनको लागि अगाडि बढिसकेको अवस्था छ भने
अब यो छपाएपछि जटिलता नआउला भन्ने हामीले विश्वास गरेका छौँ। अन्तिममा एउटा प्रश्न, यो विभिन्न डिस्कसहरूमा पनि उठ्ने गरेको, ब्याङ्कले एउटा एटिएम खुर्र छापेर दिन्छ, सबै प्रक्रिया पुरा गरेर सुरक्षाका कुरा हुन्छन्, त्यहाँ पनि चिप्स हुन्छ, सरकारले चाहिँ त्यसरी किन छाप्न सक्दैन भन्ने प्रश्न, जिज्ञासा। अब हामीले यसरी बुझ्नुपर्ने हुन्छ, नेपाल सरकारको छपाई र प्राइभेट सेक्टरको जुन तपाईँले सोध्नुभयो, प्राइभेट सेक्टरले छपाउनु भनेको अर्थ उहाँहरूको युनिडिरेक्सनमा हुन्छ। उहाँहरूले धेरै मल्टी च्यानलसँग उहाँहरूले कम्बाइन गर्नु पर्दैन, एसेम्बल गर्नु पर्दैन, त्यो एउटा उहाँहरूको चाँडो भइरहेको छ। र हाम्रो भनेको हामीले जस्तो लाइसेन्स मात्रै हामी छपाउँदैन, हाम्रो लाइसेन्स सँगसँगै के हुन्छ, नागरिक एपसँग पनि हामीले आबद्ध हुनु पर्यो, ट्राफिकसँग पनि हुनु पर्यो, किन ट्राफिक जरिमानाका कुराहरू आए। त्यस्तै हामीले रिम्स अब अर्थ मन्त्रालयको राजस्व सम्बन्धीकोमा पनि हामी कनेक्ट हुनु पर्यो भनेपछि हामी मल्टी वेमा छौँ। मल्टी वेमा भइसकेपछि र सबै सुरुवात चरणमा भएको हुनाले केही ढिलो भएको, यसलाई प्राइभेट सेक्टरसँग भएको युनिडिरेक्सन अथवा एउटा वेको रुटमा मात्रै हामीले चेक गर्न मिलेन। नेपाल सरकारको धेरैवटा वे हेर्नुपर्ने हुन्छ, कति सिटिजनसिपसँग चेक गर्नुपर्ने हुन्छ, त्यस कारणले गर्दा यो अलिक ढिलो देखिएको मात्रै हो। अब सुरक्षा मुद्रण केन्द्रबाट छपाई भएर आइसकेपछि हामी चाहिँ त्यस पछाडि यो छपाएपछि हामी पूर्ण रूपमा दिनै पछि पनि लाइसेन्स दिनलाई सक्षम हुन्छौँ भन्ने म तपाईँलाई व्यक्त गर्न चाहन्छु। हस्, धन्यवाद। तपाईँलाई धेरै धेरै धन्यवाद।